छानबिन समिति पनि बनाउनु भएको छ र आज चाहिँ स्थलगत रूपमा घटनास्थलमा पनि पुगेर फर्किनु भयो। अहिलेसम्मको अध्ययनबाट के पाउनुभयो, खास के भएको रहेछ, केसम्म भएको पाउनुभयो? धन्यवाद। 2083 असार 9 गते साँझ पाथिभरा गाउँपालिका भवन निर्माण भइरहेको स्थानमा त्यहाँ आल्मुनियमको काम गर्ने दिनेश चौधरी र विकास लामा बीच चाहिँ झगडा भएको। विकास लामाले दिनेश चौधरीलाई कुटपिट गरेको हामीलाई चाहिँ जानकारी प्राप्त भयो। त्यस पश्चात विकास लामालाई प्रहरीले नियन्त्रणमा लिई जिप्रकामा पठाएको अवस्था छ। अनि 3 महिना 10 गते विकास लामा विरुद्ध कुनै पनि उजुरी नपरे पश्चात हामीले निज काम गर्ने आल्मुनियमको सञ्चालकको प्रतिनिधिलाई खोजेका बखत उपस्थित हुने गरी हामीले जिम्मा लगाएर पठायौँ र 3 महिना 12 गते निज विकास लामालाई चाहिँ कुटपिट गरेको भिडियो चाहिँ हामीले प्राप्त गऱ्यौँ। त्यो भाइरल नै भएको देखियो सोसियल मिडियामा र यो सम्बन्धमा जाँचबुझ गर्नको लागि प्रहरी निरीक्षक जटाशङ्कर यादवको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति पनि गठन गरेका छौँ हामीले र आफै पनि म आज स्थलगत रूपमा त्यहाँका चाहिँ देख्ने सुन्ने स्थानीय व्यक्ति र त्यसमा संलग्न प्रहरी कर्मचारीसँग पनि हामीले सोधपुछ गरेका छौँ। यस सम्बन्धमा अब चाँडै नै यसको चाहिँ अनुसन्धान पुरा गरेर हामीले चाहिँ पीडितलाई न्याय दिने प्रक्रियामा हामी एकदम दृढ छौँ। अब त्यो जुन कुटिएको भन्ने मान्छे, पीडित भन्ने मान्छे छन्, ऊ कतै उपचार गर्दैछन् अथवा के अवस्था छ, त्यस्तो बारेमा पनि केही अध्ययन भयो? छैन, त्यस्तो उपचार गरेको अवस्था छैन। हामीले यहाँ नियन्त्रणमा लिनु पूर्व हामीले चाहिँ मेडिकल गराउँदाखेरि निजले मापसी गरेको र सामान्य चोटपटक लागेको भन्ने मेडिकल रिपोर्ट छ र हामीले चाहिँ जिम्मा दिँदाखेरि पनि सकुशल हामीले जिम्मा दिएका छौँ। निज चाहिँ धरानमा आल्मुनियमको काम गर्ने व्यक्ति भन्ने बुझिएको छ। यति बेला चाहिँ सामाजिक सञ्जालमा मान्छेहरूले अनेक थरीको कुराहरू पनि गरिराख्नु भएको छ। प्रहरीले पनि न्याय दिएन भन्ने पनि गुनासो गरिराखेको छ। पत्रकार र प्रहरीहरू मिले भन्ने पनि विभिन्न खालको आक्षेपहरू पनि आइराखेको छ। खास गरी यो घटनामा तपाईँले भन्नुभए अनुसार जो मान्छे यति बेला कुटिएको पीडित हो, ऊ पहिला पीडक भएर प्रहरीमा बसेको, तर जाहेरी नपरेपछि उसलाई छोडेको अवस्था त्यो देखियो, होइन? हजुर, सुरुको अवस्थामा चाहिँ निज विकास लामाले दिनेश चौधरीलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा नै हामीले चाहिँ नियन्त्रणमा लिएर राखेको। तर उसले दिनेश चौधरीले अब उजुरी गर्दिन, ठिकै छ, अब हामी साथसाथी नै हो, निजलाई चाहिँ यहाँ नआउने व्यवस्था मिलाइदिनुहोस्, निजलाई धरान नै पठाइदिनुहोस् भन्ने भइसकेपछि उसले चाहिँ दिनेश चौधरीले जाहेरी दिएन। सो पश्चात हामीले सम्बन्धित व्यक्तिको हामीले चाहिँ जिम्मा दिएर पठाएको। मान्छेहरूले अब भिडियोमा जसले पिटिराखेका छन् त्यत्रो निर्घात कुर्ता पनि किन पक्राउ भएन भनिराखेका छन्, उनीहरूको विषयमा पनि अनुसन्धान भएको छ केही? त्यो हामीले अनुसन्धान गरिरहेछौँ। 1-2 जनाको नाम पनि आएको छ। तर यो चाहिँ यातना दिएको भन्दा पनि नियन्त्रणमा लिने क्रममा चाहिँ स्थानीयले पनि त्यहाँ अलिकति चाहिँ कुटपिट गरेको जस्तो देखिन्छ। त्यो यातना भन्दा पनि नियन्त्रणमा लिने क्रममा जस्तो देखिन्छ। त्यसमा 2 जना मात्र प्रहरी कर्मचारी गएको। निजहरूको भनाइअनुसार चाहिँ निजहरूले चाहिँ उसलाई चाहिँ कन्ट्रोल गर्न नसकेको अवस्था छ। निज चाहिँ मापसी गरेर, अत्यधिक मापसी गरेर आउट अफ कन्ट्रोलमै रहेको अवस्था देखिन्छ। त्यति बेला चाहिँ मादक पदार्थ सेवन गरेका कारण, त्यही कारण चाहिँ उहाँलाई पक्राउ गरेर यहाँ पठाउनु पर्ने आवश्यकता त्यो भएको हो। मापसी गरेर आफ्नै साथीलाई चाहिँ कुटपिट गरेको अवस्थामा चाहिँ निजले चाहिँ पक्राउ गरेर ल्याउनु परेको अवस्था हो। अब छानबिन समिति बनाउनु भएको छ, प्रतिवेदन कति दिन पछाडि आउँछ, कति दिनभित्र प्रतिवेदन? हामीले 5 दिन तोकेका छौँ। यो चाँडोभन्दा चाँडो हामी यसको चाहिँ प्रतिवेदन लिन्छौँ। आएपछि त्यो चाहिँ सार्वजनिक होला सायद, होइन? प्रतिवेदन सार्वजनिक गर्ने भन्दा पनि प्रतिवेदनका आधारमा कुन कारबाही गर्ने भन्ने कुराहरू हुन्छ। कसलाई कारबाही गर्ने भन्दा पनि त्यसै आधारमा हुनु भयो। अहिले अब जस्तो मान्छेहरूले भनिराखेका छन् नि, भिडियो हेरेर जसले यातना दिए, जसले चाहिँ पिटे तिनीहरूलाई तुरुन्त पक्रिनुपर्छ भनेर, त्यो विषयमा केही हुँदैछ? अहिले तत्काल पक्राउ परेको अवस्था छैन। प्रतिवेदनको निचोड हेरेर चाहिँ हामी चाहिँ के गर्ने अनि एक्सन लिन्छौँ। सक्दो चाँडो हामी एक्सन लिन्छौँ। यति बेला सामाजिक सञ्जालमा जसले
कतिपय भावनाहरू पोखिराख्नु भएको छ। उहाँहरूलाई तपाईँले के भन्नुहुन्छ? मानिसहरूले चाहिँ भिडियो हेरेर प्रतिक्रिया जनाइराखेका छन् विभिन्न खालका, उनीहरूलाई केही भन्नुपर्ने छ, प्रहरीले केही भन्नु आवश्यक ठान्नुहुन्छ? सर्वप्रथम त यसरी चाहिँ यथार्थ जानकारी सोसल मिडिया मार्फत दिनु एउटा चाहिँ हामीलाई पनि एउटा चाहिँ यो इन्फर्मेसनको एउटा चाहिँ माध्यम बनेको छ। कतिपय यो जुन चाहिँ भिडियोमा आएको कुरो यो हामीलाई कुनै जानकारी थिएन, यो चाहिँ भिडियोबाट मात्र प्राप्त भयो र कतिपय कुराहरू भिडियो जुन देखाइएको छ त्योभन्दा अगाडि र पछाडिका कुराहरू पनि छन्, त्यहाँ ब्याकग्राउन्डमा अन्य कुराहरू पनि छन्। किन नियन्त्रणमा लिन खोजियो, कारण के थियो, निजको कसुर के थियो, विकास लामाको कसुर के थियो भन्ने कुराहरू भिडियोमा आएको छैन। नियन्त्रणमा लिने क्रममा त्यहाँ चाहिँ अलिकति उसलाई चाहिँ कुटपिट भएको विषय मात्र आएको कारणले चाहिँ अलिकति यो भनौँ न अलिकति भावनात्मक ढङ्गले आएको जस्तो देखिन्छ। अब यसमा सत्य तथ्य के हो हामीले अगाडिको पनि हेर्नुपर्छ र पछाडिको के हो त्यो पनि हेर्नुपर्छ। सबै कुराहरू केलाएर कसको दोष थियो, को चाहिँ दोषी हो, को चाहिँ पीडित हो भन्ने कुरा हाम्रो अनुसन्धानले चाहिँ छुट्याउनै पर्ने हुन्छ। यसका लागि चाहिँ जुन चाहिँ हामीलाई चाहिँ सूचना दिनुभयो त्यसको लागि चाहिँ म धन्यवाद भन्न चाहन्छु। पीडितले न्याय पाउँछ, पीडकले सजाय चाहिँ पाउँछ अध्ययनपछि? हजुर, अफकोर्स पाउँछ। अब त्यो मान्छे चाहिँ काठमाडौँ जाँदै गरेको भिडियो पनि अहिले सार्वजनिक भएको छ, ऊ चाहिँ काठमाडौँ गइसक्या हो, त्यो पीडित भनिएको मान्छे चाहिँ? हामीले सञ्चालकको जिम्मा लगाएको हो, अब सञ्चालकसँग यो कुराहरू बुझ्न बाँकी नै छ। हस्।